ग्राम पनि दाम थाहा हुनु छ। अब तपाईँ पसलमा बस्नुभएको छ त कोही मान्छे 1 केजी पनि लिन आउँछ, कोही पावर यानि कि 250 ग्राम पनि लिन आउँछ, कोही आधा किलो पनि लिन आउँछ। अनि त्यो 500 ग्रामको पनि दाम फरक होला होइन। त्यो 1 किलोको दाम थाहा रहन्छ, त्यसपछि त्यसपछि हामी 1 ग्रामको दाम थाहा भइहाल्छ। त फर्स्टमा 1 केजीको दाम थाहा हुनु पर्यो। अब तराईतिर सामान्यतः बजारमा जान्छ भने 1 पसेरी भन्छ, यानि कि 5 किलोको तपाईँको 1 पसेरी भन्छ। सिधै भन्छ भने कति पसेरी भन्छ, माना कि माना कि कोही आलु किन्न गयो, आलु किन्न जान्छ अब 1 केजी माना दाम थाहा छ, 1 केजीको दाम मानौँ कि 20 रुपियाँ आलु छ एकछिनको लागि। 2 केजी दाम लिनको लागि 2 केजी लिनको लागि यानि कि 20 दुना 2 ले गुणे गरेर 2 केजी 20 त 40 भयो। 3 केजीको लियो भने त फेरि 3 गुणा 20 गर्नुपर्छ, किनभने फर्स्टमा रेट कति छ तपाईँको 20 रुपियाँ रेट छ। त्यही रेटमा गुणा गर्नुपर्छ, चाहे 2 केजी लिनुहोस्, चाहे 3 केजी लिनुहोस्, चाहे तपाईँलाई 4 केजी लिनु छ। त 4 केजी लिनु छ त 4 गुणे फेरि 20, यानि कि सेम रेट तपाईँ चेन्ज गर्नु मिल्दैन, किन रेट चेन्ज गर्यो भने त तपाईँको त्यो सब चेन्जै भइहाल्छ होइन। त्यो सेम रेट छ, त्यही रेटमा अब 4 केजी लिनु छ कि 5 केजी लिनु छ, त्यही रेटमा के गर्ने भने गुणा गर्दै जाने हो। अब 3 केजीमा 3 20 भइहाल्छ, तपाईँको 60 रुपियाँ भयो। 4 किलो लियो भने 4 दुना 20 भयो भने के भइहाल्यो तपाईँको 80 रुपियाँ भयो। यानि कि रेट तपाईँको सेम हुनु पर्यो। अब यहाँ पनि अब चिनीको कुरा भएको छ, 1 केजीको दाम हामीलाई के थाहा 90 रुपियाँ थाहा भइहाल्यो होइन, 90 रुपियाँ थाहा भयो। अब 2 केजीको दाम निकाल्नको लागि के गर्नुपर्छ, यही 2 ले 90 मा गुणा गर्नुपर्छ। फेरि 3 केजीको दाम थाहा गर्नको लागि के गर्नु, फेरि 3 ले यही 90 मा गुणा गर्नुपर्छ। 4 केजीको दाम थाहा गर्नु छ, यही 3 ले फेरि 90 मा गुणा गर्नुपर्छ। भले 5 केजीको दाम थाहा गर्नु छ, यही 5 ले 90 मा गुणा गर्नुपर्छ। 6 केजीको दाम थाहा गर्नु छ भने यही 6 केजीले 90 मा गुणा गर्नुपर्छ भन्नाले अब हेर्नु त अब 2 केजीको कति भयो 180, 3 केजीको कति भयो 270, 3 केजी कति भयो 2 2 जो 3 लेखाएको छ 4 है 360। यसको कति भयो तपाईँको 5 केजी 450 होइन। 6 केजीको पनि कति भयो हाम्रो 9 यहाँ त 6 हुन्छ ल, ठिक छ। अब तपाईँको